वैशाखमा होला या अर्को मङ्सिरमा होला। हामी चुनाव पर्खिरहेका छौँ। चुनावबाट नै हामी जस्तो महाधिवेशनबाट हामीले धेरै कुराहरूको जवाफ दिएका छौँ, त्यस्तै निर्वाचनबाट राष्ट्रिय फैसला पनि हामी दिनेछौँ। त्यसका लागि हामी तयार छौँ भन्ने कुराको सन्देश पनि महाधिवेशनले दिएको छ। पूर्ववक्ता साथीहरूले भने जस्तै लोकतन्त्र अझै छ, अपराजय छ। यसलाई कसैले पराजित गर्न सक्दैन, यसलाई कसैले जित्न सक्दैन। लोकतन्त्रले नै जित्छ। खेलमा खेलाडीहरूमध्ये एउटा जुडोको खेल भयो भने कुन खेलाडी कति बेर पछाडिन्छ, कुन खेलाडी कति बेर पछाडिन्छ, तर उत्कृष्ट खेलाडीले जित्छ। अहिले त्यस्तो स्थिति पनि होइन। यसो हेर्छन्, विशाल काय एमाले देखेपछि अनि तिमी र म मिलौँ भनेको छ, तिमी र म मिलौँ भनेको छ, उसँग पनि मिलौँ भनेको छ, उसँग पनि। यसो हेर्छन्, विशाल काय एमाले छ, भिड्नु त्योसँग छ, अनि लग्न मिलौँ भनेर। अनि कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर, बाघको सिंहको शिकार हुन्छ, मुकाबला हुन्छ। यसो हेर्छन्, नेपाली कङ्ग्रेस छ, छेउमा नगइन्जेल त मजै छ, छेउमा गएपछि गाह्रो पार्छ नि नेपाली कङ्ग्रेसले, त्यो पनि हेर्छन्। त्यसो भएपछि मोर्चा गर्न थाल्छ। बलियाको कामै मोर्चा गर्ने हो, के अरे दुब्लाको काम। बलियासँग लड्नका लागि दुब्लाले एकता, आज पनि अर्को एकता हुन्छ रातिसम्ममा। अस्ति पनि एकता भयो, हिजो पनि एकता भयो, आज पनि हुन्छ, भोलि पनि हुन्छ।